अहिले काठमाडौँ यहाँ जल्न थाल्यो। अब छिटो त्यो स्थगित गरेर यता आएर मिटिङ सिटिङ बसेर केही गर्नु पर्यो। अपिल सपिल हामीले त्यो त मैले त हिजो बेलुकादेखि गरिरहेको छु। अरू पार्टीहरू मिटिङ बसेको छ, हाम्रो पनि पार्टीको मिटिङ बसौँ न। बस्ने अब अहिले हामी यहाँ अब गाडीमा चालबाट आरुघाट बहिँदैछ बाटोमा। हजुर, त्यहाँ गएर त्यो सल्लाह गरेर आउनु पर्छ होला जस्तो लागेको छ। नै आउनु पर्ने भइहाल्यो। पार्टीको एउटा मिटिङ बसेर एउटा केही त भन्नु पर्यो हामीले शान्ति रूपले कि त्यही भन्छु मैले फोन गरेको। ठिक छ, ल धन्यवाद फोन गर्नुभयो, थ्याङ्क यू भेरी मच। अब त्यही सोध्न खोजिँदैछ। हजुर, कस्तो बुझ्नुभयो तपाईँ त्यहाँ के हो को हो के हो भन्ने के होइन, नेतृत्व थाहा छैन यसको। अब पुरै मास उर्लिएर अब संसद कब्जा भइसक्यो। अब यो बढ्नेवाला छ, यो रोकिनेवाला छैन। अनि त्यस कारणले समयमै हामीले आफ्नो ठाउँबाट पार्टीबाट आफ्नो कुराहरू क्लियर गर्न राम्रो होला। भर्खरै पनि एउटा पोस्ट तपाईँले पठाएको छु। हजुर, कमसेकम पार्टीको भनाइ हिजो चाहिँ अब बलप्रयोग नगर भन्न खोजिएको थियो। अब आज चाहिँ मान्छे मरिसक्यो, मान्छे मरिसके, मान्छे त मरिसके, 6जना मरिसक्यो भन्न खोज्छ भित्रबाट। अहिले बाहिर चाहिँ 2जनाको आयो। हजुर, ल ल ल, ठिक छ, तपाईँ त्यहाँ बुझिराख्नुहोस्।